यस्तो पानी परेको बेलामा जे बनाएर खाए पनि मिठो नै हुन्छ। अझ चौचौ त सबैको फेभरेट नै होला। म चाहिँ आज चौचौको चाउमिन बनाएर खानेवाला छु। सो स्वागत छ हजुरहरूलाई च्यालेन्जको तेस्रो दिनमा। हजुरहरू सबैजना आराम सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै आराम सन्चै नै छु। आज भोलि त दिनहरू पनि के भएको यस्तो पानी मात्र पर्छ। पानी परे पनि नपरे पनि हामी सुत्वालाई केही फरक पर्दैन। आज त झन् 10 बजेसम्म सुतेछु। सुत्नुमा त वर्ल्ड कप हुने हो भने वर्ल्ड कपको पनि विजेता हुन्छु होला। बिहानै उठेको बाहिर त यस्तो पो भइरहेको रहेछ अनि भोक पनि लागिरहेको थियो अनि खाना पनि पाकेको, खाना पनि खाइदिएँ। मैले आज के गर्ने होला भनेर सोचेँ अनि सोचिसकेपछि चाउचाउको चाउमिन बनाएर खाने विचार आएपछि चाहिँ म चाहिँ पसलतर्फ लागेँ अनि पसलबाट फर्किँदा चाहिँ मुखमा चक्लेट र चाउचाउ पनि ल्याएँ। घरमा आएर हेरेको लोकल कुखुराको अन्डा पनि देखेपछि खाना मन लागिहाल्यो। अरू काम भएको भए त अल्छी लाग्ने थियो होला, तर खाने कुरा भएपछि कहाँबाट जागर आउँछ। मैले च्यालेन्ज गरेको पनि 3 दिन भइसकेछ। म चाहिँ के चाहन्छु भनेदेखि च्यालेन्ज कम्प्लिट भइसक्दा पुरै 10K फलोवर्स पनि कम्प्लिट गर्न चाहन्छु। आशा छ हजुरहरूले मलाई निराशा पार्नुहुन्न, फलो गरिदिइहाल्नु होला। मेरो च्यालेन्ज ब्लगहरू चाहिँ कस्तो हुँदैछ लेखेर कमेन्ट पनि गरिदिनु होला, किनभनेदेखि बिग्रेको ठाउँमा चाहिँ म सुधार्ने मौका दिनुहोस् मलाई। चाउचाउवाला चाउमिन चाहिँ एकदमै मिठो थियो। खाना खाएको भाँडा पनि जिठो नै थियो। मैले चाहिँ पुरै तसमस हुने गरी भाँडा पनि माजिदिएँ। बेलुकाको खाना बनाउने बेला पनि भइसकेको थियो। पहिला चाहिँ दाल पकाएँ। दाल चाहिँ किन भन्नुहुन्छ भनेदेखि दाल पाक्नलाई अलिक धेरै टाइम लाग्छ नि त, त्यसैले अनि मैले पानी पनि थाप्दै। बेलुकाको खानासँगै च्यालेन्जको तेस्रो दिन पनि यहाँ नै सकिन्छ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भन्दै आजलाई बबाई भन्न चाहे।